तपाईँ नाम चाहिँ के अरे भन्नु न हामी आफ्नै गाउँमा केही गर्छु भनेर उद्यम बाख्रा पालन गरिरहनु भएका दाइको खोरमा आइपुगेका छौँ यतिखेर एकदम मेहनती इमान्दार व्यक्तित्व ज्यामिरेमा दाइको नाम चाहिँ के अरे दाइ मेरो रेवा कुमार आर्याल रेवा दाई भनेर उहाँलाई चिन्नुहुन्छ है कतिले यहाँबाट मासु लानुहुन्छ होला मकवानपुरको वडा नम्बर कति दाइ हो 9 नम्बर वडामा तपाईँहरूले देख्न सक्नुहुन्छ ठुलो फर्म छ उहाँको आफ्नै मासु पसल पनि छ है हामी चाहिँ यहाँ के कस्तो खालको जातको खसी रहेछ भने हेर्न आउँछौँ यतिखेर आफ्नै ठाउँमा केही गरौँ भन्ने मान्छेलाई अवसर जति पनि छ उहाँ एउटा उदाहरणीय काम गर्नुभएको छ यस्तो राम्रो यतातिर चाहिँ परालहरू खसीहरूलाई दिनको लागि राखिएको छ भने हेर्नु ठक्क खान सजिलो